आलु उबी केन्ताङ। उबी भनेको चाहिँ खास तरुल हो साथीहरु, नेपालीमा तरुल भन्छ नि। केन्ताङ भनेको आलु, उबी केन्ताङ हामीले त्यो घर तरुल वन तरुल भन्छ नि, त्यसलाई सबै तरुलहरुले चाहिँ उबी नै लाग्छ। अरु चाहिँ फाल्टा फाल्टै नाम हुन्छ साथीहरु। बैगुन तेरुङ, तेरुङ पान्ज्याङ। तेरुङ भनेको बैगुन भयो साथीहरु, पान्ज्याङ भनेको चाहिँ लामो। तेरुङ पान्ज्याङ बैगुन। साथीहरु भिडियो अन्तिमसम्म हेर्नु होला र च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्नु होला है त। फूलगोबी गोबिस बुङ्गा। गोबिस भनेको गोबी भइहाल्यो, कोबिस। बुङ्गा भनेको चाहिँ फूल, कोबिस बुङ्गा, फूलगोबी। बन्दागोबी गोबिस बुलात। बुलात भनेको चाहिँ डल्लो हो साथीहरु। गोबिस भनेको चाहिँ कोबी नै हो है हाम्रो नेपालीमा। गोबी मलेसिया भाषामा गोबिस बुलात। मुला लोबाक पुत्ते। लोबाक भनेको मुला, पुत्ते भनेको चाहिँ सेतो। लोबाक पुत्ते। गोलो सेतो मुला, हामीले नेपालमा डल्ले मुला भन्छ नि त्यस्तै। लोबाक पुत्ते बुलात। अब लोबाक फेरि मुलालाई लोबाकै भइहाल्यो, पुत्ते सेतो, बुलात गोलो। यहाँ चाहिँ यस्तो अलि छुट्टै छुट्टै नामले बोल्दो रहेछ। गाजर। गाजरलाई पनि लोबाकै अब, लोबाक मेरा। मेरा भनेको चाहिँ रातो भइहाल्यो, लोबाक। त्यस्तै मुलाको जस्तै नाम अघि नै मैले भनिहालेँ नि, प्राय सबैलाई एउटै नाम, उसको आकारले मात्रै छुट्याउने हुन्छ। यो रातो छ मेरा, लोबाक मेरा, यो खास त ओरेन्ज छ। फर्सी लाबु। लाबु कुनिङ। यहाँनिर फेरि त्यो धेरैलाई घिरौला गर्दा नि केलाई पनि लाबुकै भन्छ, तर अरु अरु नै नामले लाबुक आए त्यस्तै गरी चिन्छ। अब लाबुक घिजाउ दुनिया दिनमा नाम छ। करेला पेरिया। अब सायुर पेरिया भनेको चाहिँ भन्छ भन्दा खास सायुर भनेको त अब भेजिटेरियन सबै सायुरै भन्छ। पेरिया मात्रै भन्दा पनि करेला भनेर चिनिन्छ। पेरिया करेला। धनिया पत्ता डाउन केतुम्बर। केतुम्बर हो खास धनियालाई। डाउन भनेको चाहिँ पत्ता पात, धनियाको पात भनेर जस्तै डाउन केतुम्बर।